राम्रो कुरा प्रचारको परिणाम। एउटा भनाइ छ, एक हातले दिएको अर्को हातले थाहा नपाओस्। यसको अर्थ हो मैले दिएँ भन्ने याद नरहोस्। अलिकति केही दियौँ भने हामी हिसाब राख्छौँ। हामी ठान्छौँ यति दान दियौँ, यति पुण्य जम्मा भयो, मृत्यु भएपछि भगवानसँग सबै दान ब्याजसहित हिसाब गरेर लिनुपर्छ भन्ने हामीलाई लाग्छ। तर पनि भनिन्छ एक हातले दिएको दान अर्को हातले थाहा नपाओस्। एउटा हातले दिएको कुरा अर्को हातले थाहा त पाउँछ। मैले गरेँ भन्ने भाव नबचोस् भन्न खोजिएको मात्र। नेकी कर दरिया में डाल भन्ने हिन्दी उखान छ। राम्रो गर पानीमा बगाऊ भन्ने भनाइ नेपालीमा पनि छ। तर राम्रो गरेर किन पानीमा बगाउनु पर्यो? राम्रो काम गरेर सबैलाई देखाउनु नराम्रो हो र? राम्रो कुरालाई पानीमा बगाउनु जरुरी छैन, बरु सारा दुनियाँले देख्ने ठाउँमा राख्नु चाहिँ राम्रो हुन्छ। वास्तवमा राम्रा कुराको प्रचार प्रसार गर्नुपर्छ। राम्रो गर्ने मानिसले राम्रो गरेको कुरा लुकाएर राख्ने हो भने नराम्रो मात्रै प्रकट हुन्छ। जे प्रकट हुन्छ मानिसले त्यस्तै सिक्दै जान्छ। राम्रा कुराको प्रचार प्रसार हुनुपर्छ अनि अरू मानिसलाई राम्रो गर्न प्रेरणा जागेर आउँछ। नराम्रो कुरा देखाउने र राम्रो चाहिँ लुकाउने हो भने मानिस राम्रो गर्नका लागि प्रेरित हुँदैन। आज दुनियाँमा यस्तै भएको छ। जसले राम्रो गरेको छ त्यसको प्रचार हुँदैन, तर नराम्रो गरे तुरुन्तै प्रचार हुन्छ। नराम्रो कुरा डढेलो लागेको जस्तो सबैतिर फैलिन्छ। सबैले थाहा पाउँछन्। राम्रो कुरा कति ठाउँमा भएका छन्, तर सबैले थाहा पाउन मुस्किल पर्छ, किनभने राम्रो कुराको प्रचार भएको पाइँदैन। राम्रो गर अनि राम्रोलाई लुकाऊ भन्ने सूत्रलाई अब परिवर्तन गर्नुपर्छ। राम्रो काम गर्नुपर्छ र देखाउनु पनि पर्छ। राम्रो काम गर्नु ठिक हो, तर लुकाएर राख्नु ठिक होइन। राम्रो काम गर्दा जति पुण्य प्राप्त हुन्छ, राम्रो काम गरेको प्रचार प्रसार गर्दा त्यसभन्दा बढी पुण्य प्राप्त हुन्छ। किनभने राम्रो कार्यको प्रचार प्रसार गर्यौँ भने धेरै मानिसलाई राम्रो गर्न प्रेरणा मिल्छ र धेरै मानिसले राम्रो गर्छ। त्यसबाट धेरै मान्छेले फाइदा लिन सक्छन्। नराम्रोको मात्र विज्ञापन गरेर के गर्ने? यस समयमा कतिपय राम्रा घटना घटेका होलान्। राम्रा कामहरू भइरहन्छन्, नराम्रा काम थोरै हुन्छन्, राम्रा काम धेरै हुन्छन्। शुभ कार्य थुप्रै भएका छन्, अशुभ कार्य चाहिँ ठाउँ ठाउँमा मात्रै भएका छन्। चोरी डकैती र लुटपाटका घटनाहरू कम हुन्छन्। अरूलाई मद्दत गर्ने, सहयोग गर्ने, सम्मान गर्ने कामहरू धेरै हुन्छन्। हरेक दिन एकअर्कालाई हामी आदर गरिरहेकै हुन्छौँ। कसैलाई मात्र अनादर र अपमान गरेका हुन्छौँ। अपमान गरिएका क्षणहरू थोरै हुन्छन्, सम्मान र आदर गरेका क्षणहरू धेरै हुन्छन्। तर आदर र सम्मान गरिएको कुराको प्रसार हुँदैन। अलिकति अपमान गऱ्यौँ भने त्यसको चाहिँ खुब प्रचार हुन्छ। नराम्रा कुराको प्रचार धेरै भएकाले हामीलाई दुनियाँमा नराम्रो मात्र छ जस्तो लाग्छ। यो संसार विषले भरिएको छ जस्तो लाग्छ। तर गहिरिएर हेर्ने हो भने यो संसारमा अमृत धेरै छ, विष चाहिँ थोरै छ। नकारात्मक शक्ति थोरै छ, सकारात्मक शक्ति धेरै छ। तर सकारात्मक शक्तिको प्रचार हुँदैन, नकारात्मक शक्तिको प्रचार हुन्छ। त्यसकारण यहाँ नकारात्मक शक्ति धेरै छ जस्तो लाग्छ। नराम्रा काम गर्ने मानिस धेरै छन् जस्तो लाग्छ, तर राम्रा काम गर्ने मानिस चाहिँ धेरै छन्। यो सत्य हो। हामीले सञ्चार माध्यममा सुन्यौँ भने अथवा हेऱ्यौँ भने नकारात्मक कुराहरू नै धेरै आइरहेको पाउँछौँ। उत्साह जगाउने, आत्मबल बढाउने, आनन्द बढाउने सकारात्मक समाचारहरू सुन्न हेर्न कमै पाइन्छ। नकारात्मक खबर मात्रै बढी सुन्न पाइन्छ। यहाँ राम्रो गर्ने मानिस नभएका होइनन्, सकारात्मक कुराहरू सिकाउने मानिस पनि छन्, सिकाइरहेका छन्, तर नकारात्मकता बढिरहेको छ। कारण एउटै हो, सकारात्मक विषयहरूको प्रचार प्रसारको कमी। त्यही भएर दुनियाँ खराबै खराब छ जस्तो लागेको हो। हामीले राम्रो गरेर पानीमा बगाऊ अथवा नेकी कर दरिया में डाल भन्ने सूत्रलाई समातेर बस्यौँ, त्यही त्रुटि भयो। राम्रो कुरालाई बिर्सिने अभ्यास गऱ्यौँ। राम्रो बिर्सनुपर्छ भन्ने सूत्रले गर्दा नराम्रै बढ्दै गयो। नराम्रोलाई सम्झिरहने, राम्रोलाई बिर्सने उल्टो गतिमा हामी हिँड्यौँ। कसैले गाली गर्यो भने त्यो कुरा छाडिदिए हुन्छ, तर माया गर्यो भने त्यसलाई बारम्बार सम्झिरहनुपर्छ। गाली गरेको कुरा सम्झिरहनु जरुरी छैन, त्यस्ता कुरा सम्झदा दुःख आउँछ। माया, सम्मान र आदर गरेको कुरा सम्झदा त्यसले आनन्द र सुख दिन्छ। त्यसैले राम्रो कुरालाई बारम्बार सम्झनुपर्छ। हामी विपरीत दिशामा हिँडिरहेका छौँ, त्यही भएर दुःखी छौँ। दुःखको प्रचार प्रसार गरेपछि सुख कहाँबाट आउँछ? सुखको प्रचार गर्नु पर्थ्यो नि। दुःखको आराधना गर्ने, दुःखको पूजा गर्ने, दुःखलाई निमन्त्रणा गर्ने, दुःखको गुणगान गाएर बस्ने अनि सुख खोजेर पाइन्छ र? यहाँ आनन्द दिने, सद्भाव फैलाउने, सम्मान, सदाचार, सद्विचार सिकाउने कुराहरूलाई प्रचार प्रसार गर्नु पर्यो भने कठिन हुन्छ। सहयोग गर्ने मानिस पनि पाइन्न। समाजमा सकारात्मक शक्तिलाई बुझेका धेरै व्यक्तिहरू छन्, तर ती ओझेलमा परेका छन्। प्रचारको अभावमा उनीहरू सङ्कुचित हुँदै गइरहेका छन्। राम्रा काम कुरा गर्न, मद्दत गर्ने हामी पनि छौँ भनेर अगाडि आउने मानिसको कमी हुँदै गइरहेको छ, जसले गर्दा हामीले राम्रा कुरा जान्ने र फाइदा लिने अवसर गुमाइरहेका छौँ।
तर नराम्रो कुरा प्रचार गर्न बोलाउने हो भने जति पनि मानिस मद्दत गर्न तयार पाइन्छन्, अझ सित्तै गर्छन्, गर पनि भन्नु पर्दैन। जहाँबाट राम्रो आइरहेको छ त्यसको प्रचार गर्नुपर्छ, राम्रो कुरालाई बारम्बार स्मरण गर्नुपर्छ, अनि मात्रै जीवनमा राम्रो हुन्छ। यो आकर्षणको नियम हो। राम्रोले राम्रोलाई आकर्षित गर्छ, नराम्रोले नराम्रोलाई आकर्षित गर्छ। हरेक दिन म सकारात्मक कुरा सुन्छु, सकारात्मक कुरा बोल्छु, सकारात्मक कुरा प्रयोग गर्छु र सकारात्मक मानिसको सङ्गत गर्छु भने म राम्रो बन्दै जान्छु। हरेक दिन नकारात्मक कुरा गर्छु, नकारात्मक मानिसको सङ्गत गर्छु र अशुभ कामहरू गर्छु भने म अशुभ र नराम्रो बन्दै जान्छु। जस्तो कुरा हामी चिन्तनमा ल्याउँछौँ त्यस्तै कुरा कर्ममा आउँछ। विचारले कर्म जन्माउँछ, विचार नगरी काम हुँदैन। पहिले विचार अनि काम हुन्छ। नराम्रो विचार लिएर आयौँ भने नराम्रो काम, र राम्रो विचार लिएर आयौँ भने राम्रो काम हुन्छ। जसले राम्रो विचार लिएर आउँछ त्यस्तो कुरालाई ग्रहण गर्नुपर्छ, नराम्रा विचारलाई हटाउनुपर्छ। नकारात्मक कुरा सुनेर के गर्ने? फलानाले नराम्रो काम गर्यो भनेर नराम्रोको चर्चा गरेर के गर्ने? त्यसले फाइदा गर्दैन। तर राम्रो कुराको चर्चा गर्यौँ भने प्रेरणा मिल्छ, सबैलाई राम्रो गर्न प्रेरित गराउँछ। प्रेरणादायी कुराहरू प्रचारमा ल्याउनुपर्छ। कसैलाई मद्दत गरियो, सहयोग गरियो, अशक्त र असहायको उद्धार गरियो भने त्यस्ता कुरालाई प्रचार गर्नुपर्छ, किनभने अरूले पनि त्यसको सिको गर्छन्। सक्ने मानिसहरूले नसक्नेको सेवा गर्छन्, किनभने उनीहरूले प्रेरणा प्राप्त गरेका हुन्छन्। हामीले राम्रो गऱ्यौँ, अशक्त र असहायलाई सहयोग गऱ्यौँ अनि चुपचाप बस्यौँ भने अरू मानिस प्रेरित हुँदैनन् र राम्रो कुरा फैलिँदैन। फैलाउनका लागि प्रचार गर्नुपर्छ। जीवनमा जे राम्रो गरेको छ त्यसलाई बारम्बार स्मरण गर्नुपर्छ। यसले हामीलाई अरू राम्रो गर्न प्रेरित गर्छ। राम्रो गरेको कुराहरू सम्झिँदा मनमा आनन्द आउँछ। आफूले जीवनमा गरेका नराम्रा कर्महरूको स्मरण गरेर आनन्द आउँछ र यसले त झन् दुःखतिर पो मन जान्छ। त्यसैले पुरानो सूत्रलाई परिवर्तन गर्नुपर्छ। त्यो सूत्र अब काम छैन। राम्रो गरौँ र राम्रो गरेका कुराको प्रचार गरौँ। हामी सबैले राम्रो गरेका छौँ र सबैले आफूले गरेका राम्रा कुराहरूको प्रचार गऱ्यौँ भने यो दुनियाँ सुन्दर हुन्छ। अरू मानिस पनि राम्रो गर्न प्रेरित हुन्छन्। नकारात्मक कुराको मात्र प्रचार गऱ्यौँ, नराम्रा कुरा प्रचार गर्न समय खर्च गऱ्यौँ भने त्यसले नराम्रो परिणाम ल्याउँछ। सबै सञ्चार माध्यमले सकारात्मक कुरा मात्र प्रसारण गर्ने हो भने नकारात्मकता कसैले सिक्दैनथ्यो। हामी नराम्रो गर्छौँ अनि राम्रो खोज्छौँ, कहाँबाट पाउँ? सबैले राम्रोलाई अगाडि ल्याउन सहयोग गरौँ। यही सहयोगबाट हामी सबैको कल्याण हुन्छ। राम्रो गरौँ र सबैलाई देखाउँ। नराम्रो गरेका छौँ भने लुकाउँ। नराम्रो कुरा देखाएर के गर्नु? आफू पनि दुखी, हेर्ने मानिस पनि दुखी। राम्रोलाई देखाइदिउँ भने आफ्नो मन मात्र होइन, हेर्ने मानिसको मन पनि प्रसन्न हुन्छ। हामी सबैलाई राम्रो कार्य गर्ने अवसर प्राप्त होस्, शुभ काम गर्ने अवसर प्राप्त होस् र आफूले गरेका शुभ कर्महरू प्रचार प्रसार गरेर सबैलाई देखाउने र सुनाउने अवसर प्राप्त होस्। यही मङ्गल भावका साथ हरि ओम।